8-10 दिनमा सरकारै बन्दैछ। बालेन्द्र शाह प्रधानमन्त्री हुँदै हुनुहुन्छ। उहाँहरूलाई सघाउनको लागि हामी सबै जाँदैछौँ। त्यसैले यो कुरा स्पष्ट छ, 5 वर्षमा चाहिँ हामीले केही न केही नयाँ काम गरेर देखाउँछौँ। विगतका कुशासनलाई चिर्नेछौँ। यो मन्द गतिको विकासबाट आजित भएर आशै मारेर विदेश जाने लहर छ त्यो रोकिन्छ र यहाँ जस्तो याम्पा फाँटको कृषकहरूको समस्या लगायत बाटोघाटो पूर्वाधार, सुशासन, सरकारी अड्डा अदालतमा बिचौलियाहरूको चाहिँ शरण पर्न नपर्ने, घुस खुवाउन नपर्ने, सबै कुरा अब लाइन बस्ने होइन, जम्मै कुरा अनलाइनबाट होइन चाहिँ हुने गरेर हामी यो प्रणालीलाई जान्छौँ। किन यो विश्वासका साथ भन्न सके भने काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहले यो धेरै काम गरिसक्नु भएको छ। त्यसैले काठमाडौँमा गरिसकेको काम अब देशव्यापी रूपमा हामी जाँदैछौँ। नीतिका कुराहरू, सुशासनका कुराहरूमा हामीले वाचापत्रहरू लिएर आएका छौँ। यसरी काम गर्छौँ। नेपालको रूपान्तरणको लागि 100 आधारहरू भनेर हाम्रो वाचापत्रमै उल्लेख गरेका छौँ। त्यसैले त्यसमा ढुक्क भएर 5 वर्ष हामीलाई परीक्षण गर्नुहोस्। अब देश दुनियाँ देखेका युवाहरू, आजसम्म एकसुका भ्रष्टाचार नगरेका मान्छेहरूले पनि गरेनन् भने अब यो देश कसले बनाउने त? को आएर बनाइदिने? मङ्गल ग्रहको मान्छे आएर बनाइदिन्छ? तपाईँ हामीबाटै छानिएर जाने हो। तर